वेलकम टु उर्मिला जुरल। आजको भिडियो हेरेर थाहा पाइसक्नुभयो होला। यो चाहिँ मैले आफ्नो लागि र छोरीहरूको लागि अहिले आएको लेटेस्ट भनौँ या लास्ट इयर पनि एकदमै भाइरल चलेको फ्रन्ट ओपन अनारकली सेट हो। मलाई चाहिँ त्यो टाइममै एकदमै मन परेको थियो, तर आफू युएसमा छु भने जस्तो कलरमा मन पनि परेन र एकदमै हेभी एक्सपेन्सिभ प्राइसहरूमा पनि भएको कारणले चाहिँ मैले आफैले बनाउने प्रयास गरेको छु। म त्यस्तो प्रोफेसनल त होइन, तर पनि मैले युट्युबमा ट्युटोरियल हेर्दै यसरी आफ्नो लागि होइन अनारकली र छोरीहरूको लागि चाहिँ उनीहरूले आफै स्केच गरेर होइन मलाई डिजाइन दिएका थिए र त्यो डिजाइन अनुसार मैले चाहिँ तयार गर्दैछु यहाँ। र मैले फ्याब्रिकहरू चाहिँ सबै एमाजोनबाट लिएको हो र त्यो फ्याब्रिक पनि यहाँ युएसमा किन्दा चाहिँ एकदमै एक्सपेन्सिभ होइन, कम्पेयर टु नेपालबाटै ल्याउँदा चाहिँ अलिक सस्तो पर्थ्यो होला, तर यहाँ चाहिँ एकदमै महँगो भएकोले मलाई चाहिँ प्राइस पनि डबल पर्यो कि। आफ्नो लेबर कस्ट पनि छोडेर मलाई अलमोस्ट 250 जति चाहिँ मेरो फ्याब्रिकमै लाग्यो। र यो फ्लेयर ड्रेसहरूमा चाहिँ फ्याब्रिक पनि एकदमै लाग्ने हुँदो रहेछ। र जति पनि प्राइसहरू अनलाइनमा देख्नुहुन्छ नि यो अनारकली सेट, यो चाहिँ वर्थ इट हुने रहेछ क्या। त्यो प्राइस चाहिँ जब आफूले बनायो नि तब मात्र फिल गरेँ कि कुनै पनि होइन कुराहरूमा राखेको प्राइस चाहिँ त्यसको लेबरलाई एड गरेर राख्दा चाहिँ वर्थ इट हुने रहेछ। र मैले पनि त्यसरी नै यहाँ सबै सेटहरू होइन आफैले तयार गरेँ आफ्नै डिजाइनमा। यो हेर्नुहुन्छ यो मालाहरू पनि मसँग पहिल्यैदेखि थियो र त्यसैलाई नै डिजाइन पारेर सलमा आफैले हातले बनाएँ र यहाँ यसको रिजल्ट हेर्न सक्नुहुन्छ। छोरीहरू पनि एकदमै ह्याप्पी। उनीहरूको वान स्लिभ होइन वान साइडेड वान स्लिभ यो फ्लेयर ड्रेस, यो चाहिँ ट्रेडिसनल पनि देखिन्छ र वेस्टर्न पनि देखिन्छ र एकदमै राम्रो र सबैतिरबाट कम्प्लिमेन्ट पाएकोले चाहिँ आइ एम सो ह्याप्पी होइन। ट्राई गर्यो भने चाहिँ जे पनि गर्न सकिन्छ भन्ने चाहिँ मैले आफैले नै यो रिजल्टबाट चाहिँ थाहा पाएँ होइन। मलाई पनि आउँदैन थियो, तर मैले ट्युटोरियल हेरेर सिकेँ र सबैले मन पराइदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच। र यस्तो भिडियो लिएर फेरि आउने छु। थ्याङ्क यू फर वाचिङ।